1901 मा बेलायती व्यवसायी विलियम नोक्स डीआरसीले तत्कालीन पर्सियाका राजासँग तेल खोज्ने विशेष अधिकार प्राप्त गरे। करिब 60 वर्षको यो सम्झौतामा पर्सियाले भविष्यको नाफाबाट केवल 16% मात्र पाउने व्यवस्था भयो। धेरै वर्षसम्म मरुभूमिमा खोजी गर्दा पनि तेल भेटिएको थिएन, तर 1908 मा खोजी बन्द गर्ने आदेश आउनै लाग्दा इरानको मस्जिद ए सुलेमान भन्ने क्षेत्रमा ठूलो तेल भण्डारण भेटियो। सँगै 1909 मा एङ्ग्लो पर्सियन ओइल कम्पनी स्थापना भयो र 1913 मा अब्दानमा ठूलो रिफाइनरी स्थापना भइसकेपछि बेलायतका लागि इरानी तेल अत्यन्त महत्त्वपूर्ण बन्न गयो। विशेष गरी नौसेनामा कोइलाको सट्टा तेल प्रयोग गर्न थालिसकिएको थियो। त्यसकारण बेलायतलाई तेल चाहिएको थियो। इरानमा त्यसखेर एकदम ठूलो तेलको भण्डारण उनीहरूले प्राप्त गरिसकेका थिए अनि त्यो सँगै उनीहरूको 51% शेयर पनि बेलायती कम्पनीहरूसँग थियो। यसबाट बेलायतले इरानियन तेलबाट अत्यन्त